जय जय श्री राधेश्याम सम्पूर्णमा श्री गुरुचरण कमलेभ्यो नमो नमः। जेठको 3 गतेदेखि 31 गतेसम्म मलमास पर्न गएको छ। त्यसैले आज एउटा छोटो चर्चा गरौं के हो मलमास भन्ने विषयमा। सामान्यतया हिन्दू पात्रोमा एक हुन्छ चन्द्रमास जुन चन्द्रमाको आधारमा हुन्छ र अर्को हुन्छ सौर्यमास जुन चाहिँ सूर्यको आधारमा हुन्छ। चन्द्रमा वर्षमा करिब 354 दिन हुन्छ भने सौर्य वर्षमा 365 दिन हुन्छ। यी दुई बीच करिब 11 दिनको अन्तर हुन्छ र यही अन्तर करिब 2.5-3 वर्षसम्म बढ्दै जाँदा सबै तिथि र समय मिलाउन भनेर एउटा अतिरिक्त मास राखिन्छ। यसैलाई मलमास भनियो। पौराणिक कथाहरू अनुसार 12 महिनाका 12 देवता यानि कि मासाधिपति हुनुहुन्छ, तर यो महिनालाई भने सबैले मलको समान त्याग गर्नुभएकाले यो महिनालाई मलमास भन्न थालियो र यो समयमा कुनै पनि शुभ कार्य गर्न उचित हुँदैन भन्ने प्रचलन हुँदै आयो। पछि गएर भगवान श्री हरिनारायण भगवान विष्णुले आफ्नै नाम पुरुषोत्तम यो महिनालाई दिनुभएपछि सबैले प्रेमपूर्वक र भक्तिपूर्वक यो महिनालाई पुरुषोत्तम मास भनेर चिन्न थाले र यो महिनाको धार्मिक महत्त्व अझै बढ्दै गयो। अब कुरा गरौं यो पुरुषोत्तम महिनामा मलमासमा के कार्य गर्नुहुन्छ के गर्न हुँदैन भन्ने विषयमा। यो 1 महिनाको अवधिमा पूजा, जप, तप, दान, व्रत, गीता, रामायण, भागवत पाठ, तीर्थयात्रा, भगवान विष्णुको आराधना गर्नाले सामान्य महिनामा गरे भन्दा अधिक बढी फलदायी हुने बताइएको छ। त्यस्तै विवाह, व्रतबन्ध, गृह प्रवेश, नयाँ घर निर्माणको थालनी वा अन्य कुनै ठूलो शुभ कार्य गर्न वर्जित गरिएको छ। तसर्थ यो 1 महिनाको अवधिमा सबैले तन, मन, धन, वचनले भगवानको सेवा गर्नुहोला भन्दै सम्पूर्णमा पुरुषोत्तम मासको फेरि पनि धेरै धेरै शुभकामना। जय जय श्री राधे श्याम।